नमस्कार। आजको यो श्रृङ्खलामा हामी लिभिङ रिलेसनसिप अर्थात् विवाह बिना सँगै बस्ने सम्बन्धको विषयमा छलफल गर्नेछौँ। नेपालमा यस्तो सम्बन्ध बढ्दछ, विशेष गरी युवा वर्गमा। तर नेपालमा यस्ता सम्बन्धको कानुनी संरक्षण नहुँदा जोडीहरू समस्यामा परिरहेका छन्। लिभिङ रिलेसनसिप सामाजिक कानुनी समस्या र समाधान स्रोतसहित यस विषयमा नेपाल ओपन युनिभर्सिटी नरेश कुमार महर्जनको अनुसन्धान लिभिङ टुगेदर रिलेसनसिप इन नेपाल निड फर लिगल प्रोटेक्सन्सले नेपालमा कानुनी संरक्षणको अभाव र सामाजिक चुनौतीहरूलाई स्पष्ट पारेको छ। उनले यस्तो सम्बन्धलाई कानुनी सुरक्षा दिनुपर्ने आवश्यकता ओर्याएका छन्। साथै दिवाकर ढकालको तुलनात्मक अध्ययन कम्पेरेटिभ एनालाइसिस अफ सोसियल लिगल लिभिङ इन रिलेसनसिप इन डिफ्रेन्ट कन्ट्रिज एन्ड नेपाल्स भ्यू पोइन्टले देखाउँछ कि विश्वका धेरै देशहरूले लिभिङ सम्बन्धलाई कानुनी मान्यता र अधिकार दिइरहेको छन् भने नेपाल अझै पछि छ। न्यायविद अल्पना भण्डारीले लेखेकी छिन्, लिभिङ इन रिलेसनसिप वाट डज द नेपाली ल से, कि नेपालको वर्तमान कानुनमा यस्तो सम्बन्धको स्पष्ट व्यवस्था छैन र यसले धेरै दुविधा र विवाद सिर्जना गरिरहेको छ। एडभोकेट अनुप भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरी लिभिङ सम्बन्धलाई कानुनी मान्यता दिन माग गरेकी छिन्, जसले यो विषयलाई नयाँ कानुनी बहसमा ल्याएको छ। लेट्स डाइभ इन्टु केस।